नमस्कार सम्पूर्णमा सबैजना सन्चै हुनुहुन्छ होला। म शिवराज विष्ट। आज धेरै कुराहरू एका बिहानै मैले सुने, जुन कुराहरू चाहिँ हाम्रो भर्खरै एसई दिनुभएको भाइ बहिनीहरूको मुखबाट हैन। उहाँहरूले कतिजनाले के भन्दै हुनुहुन्थ्यो भने ला मेरो त परीक्षा बिग्रियो हैन, अब बाबा मम्मीले मलाई कराउनुहुन्छ होला, यस्तो गर्नुहुन्छ होला, त्यस्तो गर्नुहुन्छ होला भनेर चाहिँ धेरैजनाको मुखबाट मैले सुने हैन। र अर्को कुरा कस्तो पनि सुने भन्नुहुन्छ भने जुन बाबा मम्मीको डर त उहाँहरूसँग छँदैछ, र अर्को कुरा भोलिको दिनमा फेल भइहाल्यो भने के गर्ने भनेर पनि मैले धेरैजनाको मुखबाट सुने हैन। म तपाईँहरूलाई के भन्छु भन्दाखेरि फेल र पास भनेको जिन्दगीमा जहिले पनि हुन्छ है हैन। कही त मान्छे फेल हुन्छ कि त पास हुन्छ, दुईटामा एउटा हुन्छ नै हुन्छ। तपाईहरु यसमा चाहिँ के हुनुहोस् भन्दाखेरि ढुक्क हुनुहोस्, तपाईहरु फेल भए पनि पास भए पनि यो पहिलो एउटा के हो त श्रेणी मात्रै हो क्या, बुझ्नुभयो नि। यो पहिलो एउटा श्रेणी हो। यो श्रेणीमा तपाईले जे गरे पनि तपाईको पहिलो खुड्किला हो क्या। यहाँ एकचोटि लड्यो भने त मान्छे उड्छ नि हैन, र यदि लड्दै लडेको छैन भने त्यो मान्छे कहिले उड्दैन नि त हैन, त्यो आत्तिन्छ क्या। त्यो भएर तपाईहरु नआत्तिनुहोस्। जो जस्तो हुन्छ रिजल्टले बताउँछ हैन, नतिजा जहिले प्रकाशित हुन्छ त्यतिखेर बताउँछ, त्यो भन्दा अगाडि नआत्तिनुहोस्। र रिजल्टै आएर पनि तपाई बाइचान्स फेलै भइहाल्नु भयो मानिलिउँ हैन, भयो भने पनि केही फरक पर्दैन। अहिले भनेको तपाईहरुले भनेको गर्ने मैले देखेको छ है। कतिजनालाई कम्प्युटर आउँछ, कतिजनालाई इङ्ग्लिस आउँछ, त्यो आफ्नो ठाउँमा छँदैछ। यदि तपाईहरु कम्प्युटर र इङ्ग्लिस आउँदैन भनेदेखि चाहिँ हैन, अहिले नै बेलैमा जुन हामीसँग यो 2-3 महिनाको बिचको टाइम हुन्छ हैन, यो टाइममा चाहिँ तपाईहरु हामीले के गर्नु पर्यो त अब कम्प्युटर र इङ्ग्लिस चाहिँ सिक्नु पर्यो। किनकि भविष्यमा हामीलाई चाहिने भनेको एकदमै इम्पोर्टेन्ट, एकदमै महत्त्वपूर्ण चिज भनेको चाहिँ कम्प्युटर र इङ्ग्लिस हो है। त्यो भएर तपाईहरु अब इक्जाममा जे भइसक्यो सक्यो, यसलाई टेन्सन नलिनुहोस्। र अब यहाँ भन्दा फर्दर के गर्ने त्यो चाहिँ प्लान गरेर अघि बढ्नु हो भने 100% तपाईहरु के गर्नुहुन्छ, सक्सेसमा पुग्न सक्नुहुन्छ है त। त्यसैले भन्छु नआत्तिनुहोस्, नमात्तिनुहोस्, जे हुन्छ राम्रोको लागि हुन्छ भन्दै म बिदा लिन्छु। हस्त नमस्ते।